आदरणीय दर्शक तथा श्रोता महानुभावहरू, आज मलाई केही कुरा भन्न मन लाग्यो। यो एउटा देशको विषम परिस्थितिले गर्दाखेरि कता कता अब म जस्ता व्यक्तिहरूलाई देशको यो अवस्था, यी दलहरूको दलगत भिन्नता र केही गर्छु भनेर अग्रसर देखाएका केही त्यस्ता व्यक्तिहरूलाई पनि विभिन्न खालका लोभ लालच अथवा विभिन्न सङ्कटपूर्ण झैँझमेलाहरू लगाइरहेकोले गर्दा कता कता देश अब हाम्रो कुनै पनि समयमा फरक किसिमको एउटा अवस्थामा पुग्छ कि भन्ने लागेर म केही कुरा भन्न गइरहेको छु। यो मेरो व्यक्तिगत विचार हो, यो नितान्त व्यक्तिगत विचार हो र केही पाठहरू यसै गरी आउनेछन्। यो एउटा सानो पहिलो पाठ हजुरहरूलाई म भन्न गइरहेको छु। नेपालीहरूमा आयातित द्वन्द्व र विचलित मानसिकता। यो एउटा शीर्षकमा मैले एउटा लेख सिर्जना गरेर लेखेको छु। तपाईहरूले सुनेर यसको प्रतिक्रिया पनि दिनुहोला। नेपालको भू राजनीतिक अवस्था साँच्चैकै आज यो अवस्थामा आएर हेर्ने हो भने अरू कसैको हास्यास्पदको अवस्थाको सिर्जना भएको छ। न घर छ, न व्यवस्था छ को स्थितिमा हामी पुगिसकेका छौँ। विश्वले हेर्ने नजरमा नेपाल यो विकसित घटनाले अरू कसैको बिसाउने चौतारीको रूपमा प्रयोग नहोला भन्न नसकिने अवस्था देखिएको पाइन्छ। यहाँ त र मको अवस्थामा दिनानुदिन प्रोपोगन्डाहरू रचिरहेका छन्, तर हामी र हाम्रो अरू कसैले यानि कि आयातित व्यक्तिहरूले भन्न थालिसकेका छन्। यो कुरा स्वयं कसैले बुझ्नै नचाहिरहेको अवस्था छ। नेपाली राजनीतिका महामहिमहरूले आफ्नो अनुकूलताको भन्दा फरक राजनीति कहिल्यै गरेनन्। यो एउटा दुःखदपूर्ण कुरा हो। विदेश दौडाहा र द्वन्द्वको भाषाको भाषणले अस्तित्व धरापमा पर्दै गइरहेको छ। अस्मिता र अस्तित्व दुवै सङ्कटमा पर्दै यी दुई कुरा रसातालमा पुगिसकेका छन्। यहाँ देशका लागि सोच्ने व्यक्तिको अभावका कारण हरेक ती पार्टीका नेताहरूले नरहे बाँस नबज्छ बाँसुरी भन्न थालिसके। यो अवस्थामा हामी सबै संयमता अपनाई सुसंस्कृति समाजको निर्माण गर्दै देशको हित सोच्नु आवश्यक ठान्दछु। नेपालका केन्द्रीय तथ्याङ्कका डाटा हेर्ने हो भने हरेक डाटा ऋणात्मक अवस्थामा देखिन्छन्। यो कुराहरू हिजो छाडी अस्तिको दिन जुन केन्द्रीय तथ्याङ्क विभागले एउटा 27 वर्षसम्मको र 27 देखि माथि 56 वर्षसम्मको त्यो दुईटा उमेरको जुन फ्याक्टरलाई एनालाइसिस गरेर आर्थिक डाटा, उनीहरूको ब्याङ्क ब्यालेन्सको अवस्था र उनीहरूले झेल्नु परेको घरायसी व्यवस्था के कस्तो छ भन्ने कुराको त्यो एउटा डाटा निकाल्यो। त्यो डाटा हेर्दा साँच्चीकै कोही पनि नेपालीहरू अस्तित्वविहीन भएर बाँच्नुपर्ने अवस्था सिर्जना भएको छ। देखिन्छ, ऋणात्मक देखिन्छन् ती अवस्थाहरू। अवसरवादीको हावी भएका कारण धनात्मक सूचाङ्क देखाउने न्युले दाताव्यहरूसँग ऋण असुल गर्दै त्यही ऋण कोही व्यक्तिको जीवन चलाउने साधनका रूपमा प्रयोग भइरहेको छ। ब्युरोक्रेसीलाई नेपालले चलाइरहेकै छैन, यो निश्चित हो, चलाइरहेकै छैन। किनकि उनीहरू नेपाली नागरिकप्रति कहिल्यै जवाफदेहिता भएन र जवाफदेहिता भएर कुनै निकायमा काम गरेका छैनन् पनि। विदेशतिर हेर्नुहुन्छ भने त्यहाँका स्थानीय नागरिक त्यस्ता कुनै पनि कार्यालयमा सेवाग्राही भएर जान्छ भने पहिलो प्राथमिकतामा राखेर काम गरिदिन्छ। त्यो कुरो हामी तमाम विदेश गएर भोगेका व्यक्तिहरूलाई थाहा छ। तर यहाँका यी पार्टीका माउ भनौँदालाई
यो कुराको कहिल्यै हेक्का भएन। तर यहाँ अन्य मुलुकको व्यक्तिलाई पहिलो दृष्टिमा पार्ने काम गर्दछ। यसले के देखाउँछ भने ब्युरोक्रेसीसँग नागरिकको दूरी बढोस् नै भन्ने यो चाहना यहाँका 3 ठुला दलका जुन नेता र केही विदेशी गुप्तचरहरूको मनसाय रहेको हुँदा यो कुरा ब्युरोक्रेसीका कुनै पदमा रहेकालाई थाहै छैन, थाहा पाउनै चाहँदैनन् पनि। किनभने सेवक राई रिसायो भने हामीलाई अप्ठ्यारो पर्छ भनेर कति पनि चिन्तित देखिँदैनन् ती ब्युरोक्रेसीमा काम गर्ने कर्मचारीहरू। यो अवस्थाले के देखाउँछ भने भित्रभित्र देशको अवस्था जटिल बन्दै गइरहेको छ। विकास निर्माण सेवक राई प्रतिको कानुन अत्यन्तै झन्झटिलो बनाइएको छ भने दानदाताबे प्रतिको कानुन सजिलो बनाइएको छ। विदेशी प्रभुलाई खुसी पार्ने कानुनले यो देशको भलो कहिल्यै हुँदैन। यसप्रति यी 3 दलका नेताहरू कहिल्यै एकजुट भएनन्। नेताहरू सचेत नेपाली नागरिक स्वदेश बसुन् भन्ने नै चाहन्छन्। किनभने जबसम्म नेताहरूले यो देशप्रति वफादार भएर इमान्दार भएर यो देशका युवा वर्ग जतिलाई चाहिँ यही देशमा राखेर यही देशमा बसुन् भन्ने चाहेर जुन किसिमले उनीहरू नेतृत्व गर्नुपर्ने हो त्यतातिर पिटिक्कै ध्यान दिएको पाइएको छैन। त्यस कारणले गर्दाखेरि हामी आम नागरिकहरू आम नेपाली जनताहरू यो अवस्था हामीले बुझ्नुपर्ने नै छ। किनभने हरेक कालखण्डमा देशलाई दुख्दाखेरि चाहे पूर्व होस् चाहे पश्चिम होस् चाहे मेची होस् चाहे महाकाली होस् हामी एकजुट भएर बुलन्द आवाजका साथ यो हामीले नै बचाएको यो देश हो र हामीले नै बचाउनु पर्नेछ। नेताहरूको कहिल्यै पनि भर नपरौँ यो भन्दै आजलाई म बिदा हुन्छु। हवस् त, धन्यवाद।